सम्पूर्णमा नमस्कार। म छत्र खड्का यहाँहरूमाझ एउटा कविता वाचन गर्न गइरहेको छु। कविताको शीर्षक रहेको छ मध्याह्न दिन र चिसो निद्रा। कवि भुपी शेरचनद्वारा रचित यो कविता यसरी सुरु हुन्छ। अखबारको वान्टेड कलममा म आफ्ना आउने दिनहरूको अनुहार खोजिरहेछु। प्रत्येक जुलुस, सभा, भाषण र नयाँ योजनाका फाइलहरूमा पाइला टेक्ने आधार खोजिरहेछु। नयाँ बजेटको ओठमा खोजिरहेछु आश्वासन। रेडियो घोषणासँग मागिरहेछु सान्त्वनाका दुई शब्द। नयाँ पे स्केलले नापिरहेछु म आफ्नो परिवारको आयु। प्रत्येक खाली सिटको सूचनाले मलाई जवान बनाउँछ। प्रत्येक इन्टरभ्यूको परिणाम सुनेर जीवन काखीको पसिना झैँ गनाउँछ। आमाको ममतामा पनि कसैले नैराश्य घोल्दछ। बाबुको प्रोत्साहनमा पनि चिसो सुस्केरा बोल्दछ। कुमारी बहिनीको सिउँदोसँग सिन्दुर झस्के झैँ लाग्छ। पत्नीले थालमा सधैँ सधैँ व्यङ्ग्य पस्के झैँ लाग्छ। एक युग बित्यो म आफ्नो बिन्ती पत्र जस्तो अनुहार बोकेर भड्किरहेछु दर दर, पुगिरहेछु घर घर। एक चिसो निद्राले मलाई छोपिरहेछ निरन्तर। मलाई थाहा छ यसपल्ट म निदाए भने फेरि कहिले पनि म बिउझन सक्दिन। त्यसैले ए झुसिल किरा झैँ लाम लागेकाहरू, ए नाराका अक्षरहरू, अरू जोर जोरसित नारा लगाऊ। उफ म निदाउन चाहन्न यो दिउँसै। मलाई जगाऊ। धन्यवाद।